होइन, धेरै अकालमा ज्यान गुमाएका छौँ। त्यतिखेर पनि, अहिले पनि, स्टिल अहिले पनि होइन। 75 जना अस्ति भर्खर हाम्रो युवाहरू हामीले गुमायौँ है। सबैजना हामी किन यो भइराखेको छ भन्दाखेरि हामीले श्रमको कल्चर नगरेर हो। देशमा काम गर्नेले सानो भनिहालिन्छ होइन। काम गर्ने मान्छे त तपाईँको घरभित्रै पस्नु हुँदैन भन्ने पनि थियो विगतमा, त झन् छ। काम गर्ने मान्छेले त छुएर खानु हुँदैन भन्ने पनि थियो। ती सबै कुराहरूलाई भत्काएर अब यो देशमा अ म्यान इज अलवेज इक्वल टु अनदर म्यान है। नो म्याटर कति एजुकेटेड हो, कति पैसा छ भन्ने कुरा होइन। मान्छे भएको आधारमा हामी सबैजना बराबर हौँ भन्ने कुरालाई हामी स्थापित गर्छौँ र त्यसको एउटा अचूक फर्मुला भनेको श्रम संस्कृति बाहेक अरू छैन है। हामी विदेशी ऋणको भरमा विकास गर्दैनौँ। यो गोर्खा चौतारी बनाउनका लागि पनि विदेशी ऋण लिँदा हुन्थ्यो होला मैले कुरा मिलाएर होइन। तर यो त हेर्नु न, हातेमालो गर्दाखेरि भइहाल्यो त होइन। ऋण परियो त परिएन, त्यसको ब्याज तिर्नु पर्ने पो भएन। त्यसले गर्दाखेरि मनकारी मान्छे छौँ हामी। तर यति हो कि इमान्दार नेतृत्व नपाएको अवस्था हो। त्यो इमान्दार नेतृत्व दिन्छौँ भनेर हामी श्रम संस्कृति लिएर आइरहेका छौँ र सबैजना दाजुभाइ दिदीबहिनीहरूलाई श्रम संस्कृति महाअभियानमा, विच इज नट ओन्ली अ पोलिटिकल पार्टी। पोलिटिकल पार्टी मात्रै होइन, यो एउटा संस्कृति हो। यसले हाम्रो सोच विचार यहाँबाटै हामी मान्छेलाई चेन्ज गर्छौँ, यहाँबाट चेन्ज गर्छौँ होइन। छाती र टाउको दिमागबाट हामी चेन्ज गर्छौँ, मुटु र तपाईँको चाहिँ नि मस्तिष्कबाट चेन्ज गर्छौँ र इमान्दार मान्छे बनाउनुपर्छ हामीले भन्ने एउटा तपाईँको पनि हो। र त्यसको फर्मुला चाहिँ श्रम नै हो। श्रम गर्ने मान्छे इमान्दार हुन्छ भन्ने मेरो भनाइ होइन। त्यसले गर्दाखेरि त्यसको लामो जस्टिफिकेसन छ, त्यतातिर नजाउँ र त्यो गर्नका लागि हामीले गरिरहेका छौँ र यहाँहरू सबैजना जोडिनु होला। म त्यो भन्न चाहन्छु, यस्तो एउटा पार्टी जुन पार्टीको झन्डा छैन, यस्तो एउटा पार्टी जुन पार्टीको नेता छैन, यस्तो एउटा पार्टी जुन पार्टीको कार्यकर्ता छैन। हामी सबै श्रमदाता, इभन आइएम श्रमदाता होइन। हामी सबैजना श्रमदाता बन्नुपर्छ। म यो पनि भन्न चाहन्छु र यस्तो एउटा नयाँ काम हामीले गरिरहेका छौँ। अघि भर्खर हाम्रो शशी म्यामले भन्नुभयो यहाँ पत्रकारहरू नआएको कारण किन नआउनु भयो त, आउनु भएन त भन्दा उहाँहरू कुनै एउटा पार्टीमा फिलिएटेड हुनुहुन्छ।